गुड मर्निङ गाइज, गुड मर्निङ साथीहरू। सुन्दर बिहानको सुन्दर उपलक्ष्यमा तपाईँहरूलाई आज फेरि पनि म हाम्रो नयाँ साथीहरू नयाँ मित्रहरूसँग भेट गराउनेछु। साथीहरू बिहानको ब्लगमा चिया पिउँदै चियाको साथमा हजुरहरूलाई स्वागत गर्दै आज को ब्लॉग में शुरू करने छूँ। हमारा दाजू के साथ, हमारा दाजू का ही है, टूरिस्ट आज गेस्ट है, तो हम उनका गेस्ट को लेके जा रहे हैं। तो वहाँ को उन्होंने हाम्रो पाउन सिंह है, हाम्रो कुमार दाजू वहाँ को पाउन हुन्छ अनि वहाँ को पाउनलाई कसरी आज घुमाउनु पर्ने हो चाय पिएर पर्नुहुन्छ। हमारे पास परमिट आ गया है, रेडी टू परमिट भइसकेको छ। अब आज नेपाली दाजुहरूसँग नेपालीमा भाषामा मिलाएर चाहिँ साइन नमिलाएर चाहिँ अब के हुनेछ अगाडि तपाईँलाई भन्ने छौँ। तो अहिले भने चाहिँ म भाद्र किला होटलमा पुगिसकेका छौँ अनि यहाँबाट अब आजको नयाँ साथीहरूसँग भेटघाट गर्दै आजको ब्लगलाई सुरु गर्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ मेरो ब्लग कमेन्ट बक्समा अवश्य नै बताउनुहोला। अब सधैँको जस्तो होटलको अगाडि गएर पर्खापर्खी गर्ने बेला भयो अनि पर्खापर्खी गर्दैछु। अब पर्खापर्खी नगरी हुँदैन है, पर्खापर्खी गरेर अब यहाँबाट अगाडि बढ्नेछौँ साथीहरू। जानकारी चाहिँ यस्तो छ, मौसम चाहिँ दिन पनि धुम्मै परेको जस्तो छ यता चाहिँ, अनि यहाँ मात्रै होला हौ, माथि त राम्रै हुन्छ, घाम लागिरहेको छ। उल्टा छ नि, उल्टा कुराकानी गरेको देख्दाखेरि मेरो पछाडि उभिरहनु भएको छ नि, उहाँ नै हो जस्तो लाग्यो आजको खेलाडी मसँग जाने उहाँकै टिम हुनुहुँदो रहेछ, मैले बुझिहालेँ। अहिले भने चाहिँ हाम्रो मसँग जाने हजुरहरूको परिचय दिनुहोस् न। हाम्रो परिचय चाहिँ मेरो नाम चाहिँ गङ्गा प्रसाद खतिवडा हो, गोकर्णेश्वर नगरपालिका नेपाल काठमाडौँबाट जोरपाटीबाट हो हामी। मेरो नाम चाहिँ मीरा श्रेष्ठ हो, नेपालबाट बौद्ध। हजुरको? हजुर मेरो नाम केशव गुरुङ नेपालबाट। हजुर नाम श्रीराम कालिका काठमाडौँबाट। जग्गा चाहिँ काठमाडौँकै? काठमाडौँ। त आज हामी हाम्रो जति पनि टाढाबाट आउनुभएको, प्रदेशबाट आउनुभएको परदेशी अनि साथैमा मित्र साथैमा पाहुना हामीसँग जोडिसक्नु भएको छ र तपाईँहरूलाई आज हाम्रो ट्रिपको फन भिडियो देखाउनेछौँ। रेडी भएर बस्नु है, उहाँहरूसँग कुरा पनि गर्नेछौँ, कुराकानी गर्नेछौँ अनि उहाँलाई आज चाहिँ भने छाङ्गु लेक लिएर जानेछौँ। त तपाईँहरूलाई एउटा कुरा सोध्नु मन परिहाल्यो मलाई, तपाईँहरूलाई सिक्किम कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। हजुर यहाँको व्यवहार सबै हुन्छ नि, हजुर यहाँको मान्छेहरूको व्यवहारहरू है सबै राम्रो लाग्यो। ए तपाईँहरूको फर्स्ट टाइम हो? फर्स्ट टाइम है। मजा आउनु भयो तपाईँहरूलाई? एकदम रमाइलो लाग्यो। रमाइलो। काठमाडौँ र सिक्किममा के फरक देख्नुभयो तपाईँहरूले? काठमाडौँ र सिक्किमको हावापानी हिसाबले चाहिँ उस्तै जस्तो लाग्यो हामीलाई। हजुर बस्नुलाई एकदम राम्रो, हजुर एकदम ठिक लाग्यो, हजुर राम्रो लाग्यो। राम्रो लाग्यो है। त साथीहरू सबै एउटै छ, हामी भाषा चाहिँ एउटै हो, तर भाषामा पनि अलिकति फरक पर्छ। हाम्रो भाषालाई र उहाँहरूको भाषालयमा अलिकति उच्च त हुन्छ है। उहाँहरू उता नेपालमा बस्नुहुन्छ, उहाँहरू प्योर नेपाली बोल्नुहुन्छ र हामी चाहिँ ठाडे भाषा नेपाली बोल्नुहुन्छ नि, हामीले चाहिँ ठाडे पकाएको। अब मैले गाडीमा हालिसकेँ, उहाँहरूलाई गाडीमा हाले पश्चात चाहिँ बोध चाहिँ भने हाम्रो गाडी स्टार्ट गरेर चाहिँ लाग्यो। राम्रो गाडी पनि राम्रो। हामी चाहिँ आफ्नो लक्ष्यतिर भनौँ न है, प्रस्थान गरिसकेका छौँ, हिँडिसकेका छौँ र उहाँहरूलाई आज घुमाउनेछौँ, उहाँहरूसँग फन गर्नेछौँ। फन भनेको चाहिँ के हो, अलिअलि हाँसी मजाक नि अब है, रमाइलो गर्नेछौँ। जस्तो कहिले आउनुभयो तपाईँहरू? हिजो आउनु भएको? ए आज चाहिँ भने घुमेर फेरि आजै फर्किने हो? ए त मजा आएन त अन्त?
मजा भएन नि अन्त अब हामीले लिन्छौँ त्यो मजा त मजा तपाईँहरूले लिनुहुने पुरा गरम भइसक्यो होला है यस्तै हो चिसो छ काठमाडौँ चिसो छ धेरै चिसो छ होला है सेम सेम हाम्रो गान्तोक त यस्तै छ दिउँसो गरम हुन्छ बिहान बेलुका चाहिँ जाडो हुन्छ दिउँसो चाहिँ पोलेर यो अलिक उँधो एरियामा पोलेर खपि नसक्नुहुन्छ अहिले भने पहिले जस्तो छैन नि त ग्लोबल वार्मिङको यो पनि त हो तपाईँहरूको अहिले नेपालमा माछा पुछ्रैमा पनि हिउँ छैन भन्छ अन्त सबै वर्ष हिउँै छैन भन्छ माछा पुछ्रैमा अनि हाम्रो यता पनि राम्रो भएको छैन आज भने चाहिँ उहाँहरूसँग साइनो केलाउँदै लगेर जानेछौँ अनि सबै हाम्रो उहाँहरू चाहिँ नेपालीमा चाहिँ एकदम प्योर नेपाली हुनुहुन्छ अनि भाषामा पनि उहाँहरूको प्योर भाषाले हुनुहुन्छ हामी पनि नेपाली हो तर इन्डियन नेपाली उहाँहरू चाहिँ नेपालको नेपाली नेपाल देश एउटा कन्ट्री होइन एउटा तपाईँ सबैलाई थाहा भएको कुरा नि त नेपाल त कहाँ पर्छ भन्यो भने एउटा कन्ट्री हो अनि त्यहाँ जानु लागि अब 2-3 वर्ष बादमा 4-5 वर्षमा सायद हामीलाई पनि भिजा लाग्छ होला नेपाल जानु लागि चाहिँ अब नागरिकता उहाँ हुन्छ नागरिकता हुनुहुन्छ नागरिकताले छिरिहाल्नुहुन्छ अब हामीलाई पनि त्यहाँको अहिले बालनिसाले काम गरेको देख्दाखेरि त म त धेरै खुसी भएको छु उहाँले फरेन कन्ट्री पनि बनाउनु आँटिसकेको छ अनि त्यो ठाउँ चाहिँ अब अलिक 2-4-10 वर्ष बादमा चाहिँ नि नेपालमा हामीलाई सायद भिजा लाग्छ होला अनि तपाईँहरूको अहिले जुन चाहिँ भालिनज्यू हुनुहुन्छ नि म उहाँको भिडियो हेरिबस्नुहुन्छ अनि धेरै मलाई राम्रो लाग्छ काम राम्रो गर्नुहुँदैछ उहाँले अनि तपाईँलाई कस्तो लाग्छ भालिनज्यू अहिले चाहिँ हामी गाइडको प्रतीक्षामा छौँ अब यहाँबाट गाइड बिना चाहिँ हामी उहाँहरूलाई छिराउन सक्दैन अनि उहाँहरूकोसँग कुराकानी गर्दै जाँदाखेरि चाहिँ धेरै रमाइलो हुनुहुँदो रहेछ उहाँहरू मजा लाग्नुभयो नि है तपाईँहरूलाई सिक्किम हामीलाई पनि लिएर आउनु हुने गुरुजी पनि असाध्यै रमाइलो हुनुभएको छ हजुर धेरै कुरा हामीलाई जानकारी गराउँदै बाटोको बारेमा सिक्किमको बारेमा अनि उहाँले आफ्नो बारेमा सबै कुरा बताउँदै हुनुहुन्छ हामी पनि धेरै कुरा सिक्ने अवसर र मौका पायौँ र तपाईँहरू पनि सिक्किम घुम्न आउँदै हुनुहुन्छ भने उहाँ गुरुजीलाई सम्पर्क गरेर आउनु होला विशेष गरी हाम्रो गुरुजीलाई धन्यवाद थ्याङ्क यू र अहिले भने चाहिँ हामी चाहिँ हामी चाहिँ सबै यो यहाँ पर चेकपोस्ट छ यहाँबाट जानुपर्छ उता चेकपोस्ट चिया पाउँछ चिया आउनु न चिया खानु सुबु चिया बनाइदिनु न यहाँ हाम्रो बहिनीको दोकान बहिनीको दोकानमा चिया ब्ल्याक टी एउटा दिनु रे दुध चिया यहाँ राम्रो छ नि हजुर सिस्टमहरू यहाँको सबै कुरा सिस्टम राम्रो लाग्यो सिस्टम राम्रो लाग्यो है तपाईँलाई सिस्टम होइन देश बन्यो भनेर सिस्टमले हो नि त हजुर हजुर होइन तपाईँलाई पनि राम्रो लाग्यो होला हाम्रो सिक्किम एकदम राम्रो लाग्यो मजा आयो यहाँ एकदम मजा लाग्यो यहाँको बिहेभ हुन्छ नि हजुर बिहेभ तपाईँहरू बहुत राम्रो लाग्यो रेस्पेक्ट गर्नेहरू हजुर सब मन पऱ्यो मलाई चाहिँ हजुर तपाईँको कति उमेर पुग्नुभयो अहिले चाहिँ म अहिले 58 वर्ष 58 वर्ष नेपालमा चाहिँ के तपाईँहरू सरकारी सरकारी सर्भिस गर्नुहुन्छ त्यसै अब घुम्दै फिर्दै आउनुभयो परिवार बिना आउनुभएछ तपाईँ अरू चाहिँ आउँदै परिवारसहित आउने अहिले अफिसियल हिसाबले आइयो अरू चाहिँ आउँदै अब मन पऱ्यो हुनाले परिवारसहित आउँछ परिवार साथै आउनुहोस् है तपाईँ परिवारमा कतिजना हुनुहुन्छ तपाईँको छौँ 5-6 जना 5-6 जना छ छोराछोरी कति हुनुहुन्छ 3-4 जना 4 जना छोरा 4 जना छोराछोरी छोरी छोरी 3टा छोरी 7 जना ठुलो परिवार पल्टनै रहेछ झनै छोरा एउटा हो ल है ल राम्रो राम्रो एकदम राम्रो तपाईँलाई सिक्किममा घुम्नु आउनुभयो यसरी नै आउनुहोस् अनि तपाईँहरूको साथीहरूलाई भन्नुहोस् न यहाँबाट सिक्किममा चाहिँ सिक्किम एकदम राम्रो लाग्यो यहाँको रेस्पेक्ट गर्ने कुराहरू हुन्छ नि यहाँको जनताले र ड्राइभर गुरुजीहरूले सबैले रेस्पेक्ट गर्ने कुरा राम्रो लाग्यो र सबैलाई यहाँ आउन आह्वान गर्दछु म थ्याङ्क यू है दिदी नमस्कार तपाईँ पनि अफिसमै गर्नुहुन्छ सरकारी गर्नुहुन्छ म गोकर्णेश्वर क्षेत्र नम्बर 3 को हजुर वडा नम्बर 7 को जनप्रतिनिधि जनप्रतिनिधि हजुर तपाईँलाई कस्तो लाग्यो सिक्किम एकदम राम्रो लाग्यो हजुरहरूको रेस्पेक्ट हजुर यहाँको मान्छेहरूले गरेको रेस्पेक्ट एकदम रमाइलो लाग्यो राम्रो रमाइलो लाग्यो लाग्यो अनि तपाईँहरूलाई जस्तै तपाईँहरूको उता पनि है अब यो युट्युबको च्यानलको माध्यमबाट त अब तपाईँले पनि हेर्नुहुन्छ है हजुर तपाईँहरूको साथीहरूलाई के भन्नुहुन्छ म पनि उहाँहरूलाई घुम्न आउनुहोस् रमाइलो छ राम्रो छ ठाउँ भन्छु आज चाहिँ भने तपाईँहरूलाई हाम्रो सर म्याडमहरूलाई चाहिँ विशेष गरिकन हामी छङ्गु लिएर जाँदैछौँ र छङ्गुमा भन्ने चाहिँ आज हिउँ साथैमा छङ्गुको पहाडको नजारा
अनि उहाँ त्यहाँको खुबसुरतीलाई देखाउँदै तपाईँहरूको माझमा हाम्रो नेपालबाट आउनुभएको हाम्रो पाहुना हाम्रो एकदमै अतिथि है अनि एउटा हिन्दी भाषामा छ अतिथि देवो भव अनि हामी चाहिँ सिक्किममा भएको कारणले गर्दाखेरि हाम्रो सिक्किममा टुरिज्म भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ पाहुनाहरूलाई चाहिँ यति आदर गर्दै अतिथि देवो भव भन्दै हामी चाहिँ उहाँलाई एकदमै वेलकम गर्न चाहन्छौँ है र तपाईँलाई रमाइलो लाग्यो नि है सिक्किम तपाईँ जस्तो मान्छे भेटेको छ झन् रमाइलो हो है रमाइलो भयो है र हामी अब यहाँबाट चिया पिएर चाहिँ फेरि आफ्नो स्थानतिर लाग्नेछौँ र हामी हाम्रो अर्को गाडीसँग चाहिँ सम्पर्क गर्नुपर्नेछौँ है त साथीहरू सबैलाई नमस्ते ढोकदिया अहिले चाहिँ हामी छङ्गु पुगदिया छङ्गु पोखरीको नजिक हामी पुग्दिया अनि यो चाहिँ छङ्गु पोखरी हो सबैलाई भन्नु पर्दैन देखाउनु पर्दैन तर हाम्रोसँग आउनुभएका हाम्रो साथीभाइ मित्रहरू चाहिँ हाम्रो नयाँ पाहुनाहरू चाहिँ उहाँ चाहिँ छङ्गु पुगिसक्नु भएको छ छङ्गुको दृश्य चाहिँ अहिले यस्तो छ साथीहरू जाँदै गरेको त्यो सबै अब म यहाँबाट चाहिँ नथुला चाहिँ 18 किलोमिटर मात्रै छ यहाँबाट उकालो चाहिँ नथुला 18 किलोमिटर हजुर अहिलेको हिट वेभ बेसी भएको कारणले गर्दाखेरि हिउँ चाहिँ छिटोभन्दा छिटो पिलिरहेको छ र हेर्नुहोस् अहिलेको चाहिँ के हुँदो त धेरै पो हिउँ थियो त अहिले त हिउँ त सबै बिलिसकेछ कम्ती छ हिउँ रोपे चढ्नु भनेको त चढ्नु मान्नु भएन ठिकै छ आफ्नो आफ्नो खुसी हो आफ्नो आफ्नो विचार हो यसमा मैले भन्नु केही छैन त अहिले यो तल गाउँ देख्दै गरेको चाहिँ छेप्सु सप्लाई छेप्सु गाउँ हो अहिले उँधोको मौसम यस्तो छ त्यो तल कुहिरोले ढाकिसकेको छ यहाँ चाहिँ घाम लागेर घमाइलो भइरहेको छ यस्तो छ पहाडको नजारा हेर्नु साथीहरू बहुत ही बड़ा मिस्टेक हो गया हमसे क्या भूल हुई ऐसा कि हमारा आवाज़ जो है रिकॉर्ड नहीं हो पाया अभी हमने जो हमारा असमीज जो गेस्ट था रास्ते में मिले थे अब उनका तो नाम पता आता पूछ नहीं सका मैंने अभी वो क्या बोल रहे थे अभी देखिए आप बहुत भारी मिस्टेक हो गया हमसे ब्लंडर मिस्टेक हो गया क्या करें इतना ब्लंडर हो गया कि उन्होंने जो ये सिंग दिखा रहा था ना ये सिंग ट्रेडिशनल ड्रेस ट्रेडिशनल सब कुछ दिखा रहा था और हमसे इतना बड़ा ब्लंडर मिस्टेक हो गया कि हमारा माइक जो है वो गया माइक की वजह से प्रॉब्लम हो गया क्या करे ऐसे ही होता है जिंदगी में खत्म बाय बाय टाटा गुड बाय गया कितना प्यारा प्यारा सा लड़की लोग थे लड़का लोग थे सबका नाम पता पूछा सब मेहनत किया मेहनत सब गया पानी में बर्बाद हो गया लूट गया हम तो क्या करें दोस्तों ऐसे ही होता है बर्बाद भएछ नि साथीहरू मेरो त भिडियो रेकर्डिङ गरेको थियो भिडियो रेकर्डिङमा त मेरो भोइस नि नोट भएन छ मैले कति कोसिस गरेँ मेरो माइकको प्रब्लमले गर्दाखेरि भिडियो त डल्लै उयो भएछ साथीहरू अनि म चाहिँ अब फर्केँ है मेरो सबैजना फर्किसक्यो अनि रडिज भयो अब यो छङ्गुले क्लोज मैले गरेको थिएँ कि अब उहाँलाई एकछिन उहाँ त्यहीँ रोकेर फेरि मेरो भोइस हाल्नुपर्ने रहेछ के यार यो त बर्बादै भयो नि मैले त्यो आसामिसहरूको नाम रेकर्ड गरेको थियो पनि केही फाइदै भएन हो
तो के फाइदा भयो साथीहरू यस्तो गरिदियो फोटो खिच्नु है तपाईँको बोट पनि आउनुपर्छ उहाँको फोटो खिचिदिँदैछु एयरप्लेन अलि ठुलो खिचिदिउँ है रेडी भएछ नि मेरो त तपाईँको भिडियो रेकर्डिङ गरेँ कि मैले भोइसै रेकर्ड भएन छ हाम्रो त बर्बाद बनाएँ मैले सबै बर्बाद डल्लै किए कराए पे पानी फिर गया मेरा तो डल्ले किए कराए पे पानी फिर गया क्योंकि मेरा जो वॉइस रिकॉर्ड होता था वीडियो में वो रिकॉर्ड ही नहीं हुआ क्या यार मन ही ख़राब कर दिया देखो भाई इतना तकलीफ होता है लोग कहते हैं कि भाई ये ब्लॉग बना रहे हैं यूट्यूब कर रहे हैं लेकिन इतना आसान नहीं है ये सब काम करना मुश्किल है भाई बहुत मुश्किल हुआ मेरे को दीदी डर के मारे भाग रहे वो क्या है ना याक आ गया ना पीछे पीछे तो याक की वजह से डर के भाग गया है तो अभी हम लोग चले वापस अपना गैंगटोक हाँ ब्लॉग हाँ तो अभी देख लो ना मौसम कितना अच्छा है फिर भी दोस्तों ये बादल उड़ गया है ऊपर में अब ये बादल की वजह से कुछ कह नहीं सकते तो आज का हमारा ब्लॉग कैसे लगा दोस्तों बताना छाङ्गु कस्तो लाग्यो एकदम राम्रो है सबैभन्दा राम्रो घुमाउने मान्छे राम्रो तपाईँको नाम भन्नुहोस् न त नाम चाहिँ सीताराम सुवेदी हजुर हामी चाहिँ काठमाडौँ नेपालबाट आयौँ हजुर कस्तो लाग्यो सिक्किम तपाईँलाई सिक्किम चाहिँ एकदम रमाइलो लाग्यो अहिले यस्तो भ्यूहरू रहेछ होइन अझ हजुर। बाक्लो हुन्थ्यो र अझ हामी अलिकति ढिलो भएको रहेछौँ हजुर तपाईँको गाउँलेलाई चाहिँ के भन्नुहुन्छ उताको हाम्रो गाउँलेहरूलाई चाहिँ चाहिँ उताको चाहिँ गाउँका चाहिँ साथीभाइ सबै इष्टमित्रहरूलाई के भन्नुहुन्छ भने यहाँ आउनुहोस् होइन एकचोटि आउनुहोस् र हामीले जुन अहिलेको जुन चाहिँ हाम्रो गुरुजी भन्नुहुन्छ हाम्रो गाइड जस्तो तपाईँ हुनुहुन्छ नि होइन हजुर त्यो हिसाबले कन्ट्याक्ट चाहिँ तपाईँलाई पनि गर्नुहोस् किनभने उहाँले गाइडको पनि काम गर्नुहुन्छ राम्रो बाटोको ठाउँको ठाउँ सबै चिज बताउँदै आउनुहुन्छ उहाँले हामीलाई चाहिँ सम्पूर्ण जानकारी हामीले चाहिँ हजुर तपाईँबाट चाहिँ हामीले पायौँ होइन एकदम खुसी लाग्यो क्या किनभने तपाईँ अब बोलिरहने सम्पूर्ण कुराको जानकारी दिने ठाउँको मान्छेको कुरा भयो ठाउँको बारेमा भयो त्यसलाई एकदम खुसी लाग्यो तपाईँ मार्फत आउनुहोस् भन्न चाहन्छौँ हामी म चाहिँ तपाईँहरू हेरिरहनु भएको सम्पूर्ण साथीहरूलाई चाहिँ यहाँ छगुमा हाम्रो याकहरू पनि पाउनुहुन्छ याकमा चढ्नु सक्नुहुन्छ साथैमा रोपे चढ्यो भने रोपे पनि घुम्नु सक्नुहुन्छ साथैमा यहाँनिर मजा पनि गर्नु सक्नुहुन्छ अनि चारैपट्टि रमाइलो नै छ र अब हामी चाहिँ सबैजनाले हामीलाई मलाई भनिसक्यो जाउँ भनेपछि चाहिँ जाउँ हो ल आजको भने टुर चाहिँ हाम्रो कम्प्लिट भयो सर्ट एन्ड स्विट टुर अनि उहाँहरू सबैजना खुसी हुनुहुँदो रहेछ नेपाल पनि उहाँहरू रमाइलो छ भन्नुहुँदैछ उहाँहरूले मलाई पनि खुब मन परिरहेको छ एकखेप जानु चाहिँ म पनि जानेछु नेपालमा र उहाँहरू जति पनि हाम्रो नेपालबाट अतिथि भएर हाम्रो सिक्किममा आउनुभयो हामी त उहाँहरूलाई स्वागत गरिसकेका छौँ र उहाँहरूलाई एकदम रमाइलो पनि लाग्यो भन्दैछ साथीहरू अनि तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् है यस्तो ठाउँहरू घुम्नुहोस् भ्रमण गर्नुहोस् तपाईँहरू कहिले नपुगेको ठाउँहरू कहिले नदेखेको ठाउँहरू जानुहोस् तपाईँलाई रमाइलो लाग्छ क्या रमाइलो अलिकति मिस्टेक चाहिँ के भयो भन्दाखेरि चाहिँ मेरो चाहिँ क्यामेरामा मैले अघि माइक जोड्ने हुँदाखेरि चाहिँ जति माथि रेकर्ड गरेको थियो नि भोइसहरू त्यो सबै त्यो भोइस ब्ल्याङ्क भएछ रेकर्डै भएनछ अनि त्यसमा चाहिँ मलाई दुःख लाग्यो मन पनि अलिकति छ्या अँधेरो जस्तो भयो त्यत्रो दुःख गर्यो रातभरि रुङ्ग्यो बुढी जिउँदै भयो के भएन अन्त फाइदै भएन शिकार खेल्नु गयो तर शिकार हातमै परेन त्यसले गर्दाखेरि चाहिँ साथीभाइहरू अलिकति अफसोस छ तपाईँहरूलाई अलिकति जग्गामा म क्लिप चाहिँ यदि भोइस आएन भने चाहिँ नरिसाउनुहोस् है भने चाहिँ हामीहरू छाङ्गुबाट निक्लेर आएर चाहिँ यहाँ बाटोमा ब्रेकको लागि रोकेका छौँ र यहाँबाट हजुर भन्नु न फोटो ल फोटो लिनुहोस्
हाम्रो फोटो आइहाल्यो नि यहाँनिर अब यहाँ युट्युबमा पनि आउँदैछ उहाँ सबैजना आउनुहुँदैछ ल ठिकै छ अब चिया खाएर यहाँबाट चिया कफी के छ खेलाइराखेर चाहिँ अब हिँड्नेछौँ यहाँ दोकानमा पुग्यो यो केटी चाहिँ डोमा भन्छ डोमा केटी यो डोमाको दोकानमा रोकेको छ हो अनि हामी यहाँ चिया खाएर चाहिँ अब यहाँबाट जानेछ आज चाहिँ म 15 माइलमा चाहिँ खासै गरेर रोकिनँ अब यहाँ उहाँहरू आउँदै चिया पानी यहाँ टोली जाउँ न हो भन्नुभयो अन्त फेरि रोकिहाल्यो अब ल अब भने यहाँबाट गान्तोक पुगेपछि हाम्रो आजको लाभ चाहिँ खतम हुने चाहिँ साथीहरू त अब हामीलाई के दिन्छ डोमा मलाई भात खानै भनेको के भन्दैछ भने मलाई फेसबुकमा हाल्छ म हेर्नुपर्छ म आफैले हेर्नु सक्दिनँ भन्दैछ हो यस्तो पनि छ मान्छेहरू आजको जमानामा दिस इज द युग यो युगमा यस्तो पनि हुँदो रहेछ हेर्नु साथीभाइहरू गान्तोक छङ्गु जानु छ भने यो डोमाको दोकानमा रोक्नुहोस् डोमा राम्रो छ अनि डोमाको दोकानमा रोकेर चिया पानी खाजा के खानु छ तपाईँले यहाँ पाउनुहुन्छ डोमा चाहिँ 7 माइल बस्छ 7 माइलबाट बिहान आउँछ बेलुका जान्छ र अब हामी चाहिँ गान्तोक आइपुगेको छु आज भने चाहिँ हाम्रो छङ्गुको ट्रिप सक्यो र उहाँहरूको पनि अब काँक्री भित्तातिर आफ्नो घर गन्तव्यतिर फर्किने कार्यक्रम छ र गाडी रेडी पनि छ अनि उहाँहरूलाई फेरि पनि हामी भेट्नेछौँ अर्को पालि तपाईँहरू आउनुहोस् है नेक्स्टमा पनि है आउनुहोस् है तपाईँहरूलाई फेरि हामीलाई नबिर्सिदिनुहोस् फेरि आउनुहोस् फेरि भेटौँला है आजकल त एकदम सजिलो छ तपाईँहरूलाई यो मिडियाको मार्फत सोसल मिडियाको मार्फत सबैजना आजकल त है भेटिहाल्नुहुन्छ बात गर्ने मौका पाइहाल्नुहुन्छ र आजको लागि चाहिँ यति नै र फेरि हामी भेट्नेछौँ नेक्स्ट एपिसोडमा र अहिले चाहिँ भने गान्तोक पुगिसकेका छौँ र उहाँहरूलाई पनि बिदाबारी अब केही क्षणमा दिनेछौँ र हामी छुट्नेछौँ आफ्नो बाटो लाग्नेछौँ र नेक्स्ट अब फेरि यहाँतिर कतै दैवले साँच्चै फेरि भेटौँला भन्ने आशा राख्दै छुट्टिनेछौँ र सबैजनालाई बाई बाई टाटा है र हेर्ने जतिलाई पनि बाई बाई टाटा हेर्ने जतिलाई पनि सबैलाई बाई बाई टाटा फेरि भेटौँला नमस्ते भन्दै मेरो यो भिडियोलाई आज यहाँ राख्छु धन्यवाद।